Hello and good morning. Welcome back to my channel. This is me Binta Subedi अनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आजको दिनमा चाहिँ आजको यो भ्लगमा चाहिँ मैले हजुरहरूलाई आज दिनभरि म के गर्दैछु भनेर देखाउन जाँदैछु। र मैले के गरेँ भनेर जान्नको लागि भ्लग अन्तिमसम्म हेरेर साथ दिनु होला। अहिले भने म रेडी सबै भएर म चाहिँ जाँदैछु बाटोतिरबाट म कहाँ जान्छु हेर्दै गर्नु होला म कहाँ जान्छु। हाम्रो बाटो चाहिँ यस्तो छ। चाहिँ हाम्रो मेन रोड छ। पुगेर म चाहिँ त्यहाँ गएर गाडी चढेर म लाग्दैछु मुर्गियातिर। हाम्रो बाटो चाहिँ यस्तो चिसो भयो कि शीतले हेर्नु यति शीत परे यति चिसो है बाटो बुझ्नुहोस्। हेर्नु ल है म चाहिँ अहिले बाटोमा आइसकेँ, मेन रोडमा आइसकेँ। भने म यहाँ बसेर गाडी कुर्छु, गाडी कुरेर अनि गाडीमा चढेर जान्छु म मुर्गिया। चाहिँ हाम्रो गाडी आएर चाहिँ हाम्रो बाटो हेर्नु यस्तो बनाइरह पुरै वाल लगाएर घरभन्दा ठुलो वाल भइरहेछ यस्तो। यहाँ बाटोमा आइसकेँ। कहाँ भन्दा अब यहाँबाट म राइट लाग्छु अनि यहाँ आउँछ यो सुनबाबा स्कुल। के गरेको थियो तिमीले भरे? के गरेको थियौ? उहाँ चाहिँ हाम्रो डान्स टिचर हो, उहाँ पनि डान्स टिचर हो। उहाँहरूले चाहिँ यता चाहिँ हाम्रो डान्स सिक्दैछ यहाँ चाहिँ। हाम्रो चाहिँ उहाँहरू ल यहाँ चाहिँ प्र्याक्टिस चलिरहेछ। रुला दिया आपने। एक आदमी में इतना टैलेंट कैसे होता है? रहेको छ हाम्रो स्टेज चाहिँ। उहाँ टिचरहरू हुनुहुन्छ। उहाँ अहिले चाहिँ हामी यहाँ उता स्टुडेन्टहरू पनि हुनुहुन्छ। यो चाहिँ हाम्रो होस्टेल ब्लक हो। ब्लक ल उहाँ चाहिँ स्नेहा मिस हाम्रो हेल्थ प्लस ग्रामर टिचर। हाम्रो चाहिँ यहाँ चाहिँ एउटा प्रोग्राम छ। यसबारे चाहिँ हाम्रो स्नेहा मिसले विशेष एक्सप्लेन गर्नुहुनेछ। हाम्रो सियर सदस्यज्यूले चाहिँ स्पिच दिँदै हुनुहुन्छ र आज चाहिँ हाम्रो सिङ्गिङ आइडलको चाहिँ ग्रान्ड फिनाले हुँदैछ आज चाहिँ। अनि यो हाम्रो भ्लग चाहिँ एन्डसम्म हेरिदिनु होला। हामीले भ्लगको एन्डमा चाहिँ फर्स्ट हुन फर्स्ट गर्दा यो को चाहिँ विनर हुन सफल हुन्छ हामीले देखाउनेछौँ। अनि हाम्रो च्यानललाई हाम्रो प्रिता म्यामको च्यानललाई चाहिँ लाइक सब्सक्राइब गरिदिनु नबिर्सिनु होला, माया गरिदिनु होला। धन्यवाद। सुन्नु भएको छैन होला है तपाईहरुले। समय परिस्थितिको कारणले गर्दाखेरि गाउँ होला हैन।
यसो गर्छौँ अब सल्लाह गरेर गाउनु सबैजना हातमाथि है त लगेर नाच्दिन आज मेरो स्टेप बिग्रियो हामीलाई बाल अरे मलाई रिस उठाउँछ तिम्रो स्टुडेन्टले तानी हाले हामी के देखाउनलाई यहाँ त्यसो भए अब अझ एउटा माइक्रोफोन हामीसँग यहीबाट भनिदिनु भयो भने हुन्छ माइक्रोफोन अर्को एउटा म लिन्छु मुख्य निर्णायकज्यूले नै उद्घोष गर्दै हुनुहुन्छ सो सबैले आफ्नो मान्छेको लागि फिङ्गर क्रस गर्नु होला मुख्य निर्णायकको भूमिकामा रहेर आफूले देख्नुभएको आफूले मनन गर्नुभएको अनुभूत गर्नुभएको कुरालाई प्रस्तुत गरिदिनुको लागि म सुरेश सरलाई अनुरोध गर्दछु धन्यवाद रूपन्देहीका विनर हुनुहुन्छ and the winner is Sakar Shahi. Congratulations! Sakar Shahi is our new winner for Sangama Singing Idol Season 2 Race for Rubadehi. अब हाम्रो अब हामी घरतिर लागेको है प्रोग्राम त अब त्यस्तै हो घरसम्म राखिहालेँ अब घर कसरी जाने हो अब बुम बुम छैन अब यो खोज्ने हो कि अब यो कहाँ छ यो आयो भने घर पुगिन्छ नत्र भए कस्तो भयो तिमीलाई कस्तो लाग्यो प्रोग्राम कस्तो भनौँ ठिकै मेरो लागि ठिक बस्दै बसेनौ त तिमी म त बस्दै बसेन नि त मेरो त हिँडेको भयो केटाकेटीहरूलाई यताउता गर्दा यस्तै छ जिन्दगी हजुर त बस्नु भयो नि त होला कस्तो लाग्यो मैले त सोचेको हिँडरै भएन मैले सोचेको कुनै पनि भएन होइन त्यो एउटा बहिनी त पाउने चाहिँ भएन त्यो गोठालो जाँदा गएको अनि त्यो अन्चु पन्ठ गएको त्यति राम्रो गाएको अघि अनि त्यो भाइ त्यो मोटोवाला भाइ त्यो चाहिँ सेकेन्ड भयो तिन चाहिँ डिजर्भिङ थियो है होइन सुर पनि राम्रो थियो नि त भन्दै हामीले अब एन्ड गर्छ चाहिँ कसरी जाने थाहा छैन भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद राम्रोसँग घर पुगेछु भने अर्कोचोटि फेरि नभए बाई बाई बिन्ता मिस्टर भोलि के अरे युडिना हजुरले गाउनुहुन्छ कि के मलाई गाउनु भन्नुपर्ने हो मैले भनेनन् प्रिन्सिपल सर गाउँदा मलाई पनि गाउन आऊ भन्नुपर्ने नि त्यहाँ भनेनन् तर सर त्यो उसको भन्दा त सरको आवाज राम्रो सर राम्रो गाउनुहुन्छ त कुटुको भन्दा कुटुको भन्दा पनि गायककारको भन्दा नि भोइस के कस्तो राम्रो छ के लु अब हामी जाम अब म घर पुगेछु भने भोलि आउँछु भ्लगमा नत्र भए बाई बाई ल भोलि पनि मैले भ्लग बनाउँछु है बाई